झण्डै 9 दशक लामो जीवनको अधिकांश कालखण्ड अरूको खेतबारी र घरमा पसिना बगाउँदै बित्यो। न आफ्नो भन्न मिल्ने घर थियो, न त भविष्यप्रतिको कुनै आशा। कञ्चनपुरको बेलौरी नगरपालिका 5 शोभाताल मुक्त कमैया शिविरकी 90 वर्षीया उदासी चौधरीले जीवनमा अनेक घाम पानी झेल्नुभयो। जमिनदारको घरमा कमैया बसेर बितेको जीवन। सरकारले 2057 सालमा कमैया मुक्तिको घोषणा गरेपछि नयाँ मोडमा त आयो, बस्नका लागि थोरै जग्गा पाइयो, तर आर्थिक अभावका कारण पक्की घर बनाउने सपना अधुरै रह्यो। पछिल्ला 25 वर्ष उदासी चौधरीले कच्चे टहरामै बिताउनु भयो। वर्षामा बाढी डुबानको चिन्ता, राति जङ्गली जनावरको त्रास, अनि हावाहुरी चल्दा छानो उडाउने डर। तर अब भने उदासीले जीवनमै पहिलो पटक सुरक्षित घरमा आश्रय पाउनु भएको छ। सरकारी र गैर सरकारी साझेदारीमा बनेको नयाँ घरको साँचो हातमा पर्दा उदासीको अनुहारमा छचल्किएको मुस्कानले वर्षौंदेखिको सङ्घर्ष बोलेको छ। लागल ते हेरो बाजे खुशी ते लागल का करना होने रेसिन भीजल घर रहे सिन अभी घने रहते ओमनी भीजल घरे में सूते परत मच्छर कट्टा सांप कीड़ा काटी डर रहे। अब मजा ते हो गेलस, ने भाग गईली। हाथी ऐठा हाथी ऐठा सिंगे रात भर जैठा खेदे जैठा हाथी मार बाजा ले जही ट्रैक्टर गाड़ी लेके जैठा रखे दे हाथी है। बेलौरी 9 रामघाट मुक्त कमैया शिविरकी रीता चौधरीका सासू ससुराले पनि पुरै जीवन साहु महाजनकै घरमा काम गरेर बिताउनु भयो। कमैया मुक्त भए पनि गरिबीबाट भने मुक्ति मिलेन। अहिले कथा फेरिएको छ। नयाँ घर बनेपछि परिवारमा पहिलो पटक भविष्यप्रति आशा जागेको छ। रीता भन्नुहुन्छ, अब आफ्ना बालबालिकालाई डर होइन, आशाको घरमा हुर्काउन पाइने भयो। अब यो घर बन्यो सर, निर्धक्क बस्नु मिल्या छ। अब राम्रो छ। इटाउटी भाग्न पनि परेन, पानी चुहेर पहिला भाग्नु पर्थ्यो। रासनहरू बचाउन पनि गाह्रो धेरै हुन्थ्यो सर। हामी जङ्गलको नजिक घर थियो सर। अब त्यो हात्तीको भट्काउन पनि डर हुन्थ्यो सर। अब अलि सुरक्षित भएको छ हामीलाई। बेलौरीका थुप्रै मुक्त कमैया परिवारको जीवन अहिले यी दुई परिवारको जस्तै परिवर्तनको साक्षी बनेको छ। आर्थिक वर्ष 2082-83 मा बेलौरी नगरपालिका 5 मा 18 र वडा नम्बर 9 मा 17 गरी 35 वटा सुरक्षित आवास निर्माण गरेर मुक्त कमैया परिवारलाई हस्तान्तरण गरिएको छ। घर बनाउन झण्डै 72 लाख रुपैयाँ खर्च भएको छ, जसमध्ये सुदूरपश्चिम प्रदेश सरकारको 31,50,000, बेलौरी नगरपालिकाबाट 13,50,000, हेबिट्याट फर ह्युम्यानिटी नेपालबाट 10,80,000 र लाभग्राहीको श्रमदानको 15,92,000 रुपैयाँ बराबरको योगदान छ। बेलौरी नगरपालिकाका अनुसार सबैभन्दा विपन्न मुक्त कमैया परिवार छनौट गरी सुरक्षित र सम्मानजनक आवास निर्माण गरिएको हो। लाभग्राहीको छनौट हामीले विशेष गरेर अब मुक्त कमैया बस्तीलाई चाहिँ हामी फोकस गरेर यो बनाएको हो। योभन्दा पहिला पनि हामीले थुप्रै घरहरू बनाइसकेका छौँ। हामीले वार्ड नम्बर 10 मा पनि बनाइसकेका छौँ, अनि वार्ड नम्बर 9 मा पनि योभन्दा पहिला पनि बनाएका थियौँ। त्यसपछि वार्ड नम्बर 7 मा, वार्ड नम्बर 6 मा, वार्ड नम्बर 5 मा हामीले बनाइसकेको अवस्था छ र अब 1, 2, 3, 4वटा वडामा निकट भविष्यमा हामी चाहिँ बनाउने योजना चाहिँ तयारीमा छौँ। आर्थिक वर्ष 2080-81 मा बेलौरी नगरपालिका 9 र 10 मा 15 घर निर्माण गरिएको थियो। 2081-82 मा वडा नम्बर 5, 6, 7 र 8 मा 29 घर निर्माण गरी मुक्त कमैया तथा विपन्न परिवारलाई हस्तान्तरण गरिएको थियो। नगरपालिकाले चालु आर्थिक वर्ष 2083-84 मा वडा नम्बर 1 देखि 4 सम्मका विपन्न परिवार पहिचान गरी सुरक्षित आवास निर्माण गर्ने योजना बनाएको छ। एक समय जमिनदारको घरमा श्रम बेचेर गुजारा गरेका मुक्त कमैयाका लागि निर्माण गरिएका यी पक्की घर उनीहरूको सङ्घर्षको सम्मान हो। हरिशचन्द्र बाग, बेलौरी, कञ्चनपुर।